साथीहरु अब भने तपाई हामीलाई धेरै नै फाइदा हुने भएको छ। आखिर किन युट्युबले नयाँ अपडेट ल्याएको छ के तपाईले थाहा पाइसक्नु भएको छ? थाहा पाइसक्नु भएको छैन भने पक्कै पनि तपाईलाई मैले आज यसै भिडियो अन्तर्गत रहेर बताउने छु। साच्चै तपाईले सर्ट भिडियो बनाउनुहुन्छ हैन? सर्ट भिडियो पनि बनाउनुहुन्छ, लङ भिडियो पनि बनाउनुहुन्छ। तर अहिले युट्युबले नयाँ अपडेट दिएको छ साथीहरु। हो, यसको फाइदा तपाईले उठाउनु पर्ने हुन्छ र उठाउनु पनि होला हैन? तपाईले भरभरको हैन सर्ट भिडियो अपलोड गरेर तपाईले भरभरकै भ्युज कमाउन सक्नुहुनेछ। साच्चै तपाईले राम्रो कन्टेन्ट एउटा लिएर आउनु भएको छ भने पक्कै पनि त्यो भिडियो चल्दाखेरि तपाईको मिलियन भ्युज जाने पनि सम्भावना छ। अहिले नयाँ अपडेट दिएको छ। साच्चै सबैको ठाउँमा पक्कै पनि आइसकेको छ। के यो कुराहरु जान्न चाहनुहुन्छ तपाईले? युट्युबले यस्तो खालको नयाँ अपडेट दिएको छ है साथी। नमस्ते सबैजनालाई, म हुँ मिलन मगर हजुरहरुकै आफ्नै साथी। आज भने युट्युबले दिएको अपडेटको बारेमा बताउने गइरहेको छु। पक्कै पनि मेरो च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने पक्कै पनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला, नजिकैको बेल आइकनमा दबाएर अल नोटिफिकेसनमा डन गरिदिनु पनि नबिर्सनु होला है त। आउनुहोस् साथीहरु, आज म तपाईलाई यसै बारेमा बताउने छु। युट्युबले नयाँ अपडेट दिइरहेको छ है साथीहरु। नयाँ अपडेट दिएको छ अहिले। तपाई हामीले सर्ट भिडियो बनाउनु छ भने अब भने भरभरको भिडियोमा भ्युज आउने भएको छ। आखिर त्यो भिडियो कसरी भ्युज आउँछ त भन्दाखेरि तपाईलाई म यहाँ बताउने छु। साच्चै तपाईले राम्रो कन्टेन्ट लिएर आउनु हुँदा पनि तपाईको भ्युज आइरहेको छैन भने पहिला भने कस्तो थियो भने युट्युबले जस्तो हाम्रो सर्ट भिडियो हैन, अहिले रिल्स भिडियो धेरै चल्ने भएकोले गर्दाखेरि हैन एउटा लन्च गरेको थियो जुन युट्युबले सर्ट भिडियो पनि लगाउन मिल्ने बनाइदिएको थियो युट्युबमा हैन। त्यसैले गर्दा अहिले त्यसलाई नै फेरि अलिकति हैन मानिसहरुलाई गुणस्तरीय बनाउनको लागि र अझै फाइदाजनक बनाउनको लागि चाहिँ हैन अहिले फेरि युट्युबले नयाँ अपडेट दिएको छ साथीहरु। आखिर त्यो अपडेट के हो त भन्दाखेरि तपाई हाम्रो हैन सर्ट भिडियोमा चाहिँ तपाई हाम्रो सर्ट भिडियोमा 11 सेकेन्डदेखि 9 सेकेन्डदेखि लिएर 11 सेकेन्ड 12 सेकेन्ड चल्दाखेरि मात्रै भ्युज कन्भर्ट हुन्थ्यो भने हैन, भ्युज जोडिन्थ्यो भने, प्लस हुन्थ्यो भने, तर अब भने सर्ट भिडियोमा तपाईहरुकै सर्ट भिडियोमा अब भने युट्युबले नयाँ अपडेट ल्याएको छ जसमा तपाईको सर्ट भिडियोमा चलेर हैन काउन्ट हुने बित्तिकै हैन भिडियो चल्ने बित्तिकै पनि एक भ्युज कन्भर्ट हुने भएको छ। साच्चै कति राम्रो अपडेट लिएर आएको छ त। हो साथीहरु, यसको फाइदा तपाईहरुले पनि उठाउन नभुल्नु होला है। यस्तै खालको फरक है। त्यसैले गर्दा तपाई लङ भिडियो मात्रै बनाउनुहुन्छ, यदि तपाईले सर्ट भिडियो बनाउनुहुन्न भने अब भने यो फाइदा लिन पनि सक्नुहुन्छ। अब युट्युबले नयाँ यो अपडेट ल्याउँदाखेरि तपाई हामीलाई नै फाइदा हुने भएको छ। हो, तपाई हामीले लङ भिडियो मात्रै प्रेस गरिरहेको छौं हैन, चलाइरहेको छौं, हामीले लङ भिडियो मात्रै बनाइरहेको छौं भने अब भने तपाईले सर्ट भिडियो पनि बनाउने कोसिस गर्नु होला, बनाउनु थाल्नुहोस्। त्यसैले गर्दाखेरि तपाईले सर्ट भिडियो बनाउनु भयो भने त्यहाँनिर भनेको हैन भरभरको भिडियोमा भ्युज आउने भएको छ। हुन त एउटा रुल छ 1000 सब्स्क्राइबर र 4000 वाच टाइम पुर्याउनु पर्छ भन्ने छँदैछ, त्यो थाहा छ हामीलाई। तर सर्ट भिडियोमा भने 1000 सब्स्क्राइबर र 3000 वाच टाइम र 3 महिनाभित्र है 90 दिनभित्रमा तपाईले 10 मिलियन भ्युज पुर्याउनु भयो भने तपाईको च्यानल मोनिटाइज हुन सक्छ है, हुन्छ है। यो भनेको तपाईले च्यानल एप्लाई गर्नु पाउनुहुनेछ, तपाईको मोनिटाइजेसन एप्लाई गर्नु पाउनुहुनेछ है। त्यसैले गर्दाखेरि अब तपाई ध्यान दिनुहोस् कि लङ भिडियो पनि बनाउनुहोस् र सर्ट भिडियो पनि बनाउनुहोस्। त्यसैले गर्दाखेरि युट्युबमा अहिले धेरै भन्दा धेरै है राम्रो तपाई हामीलाई नै फाइदाको लागि फाइदा हुने जनक अहिले अपडेट दिएको छ। एकदमै यो अपडेट भनेको राम्रो छ। अब भने तपाईले भरभरको भ्युज आउन थाल्नेछ तपाईको सर्ट भिडियोमा। साच्चै आउनुहोस्, तपाईलाई कस्तो लाग्यो भिडियो है? साच्चै मन परेमा लाइक शेयर गरिदिनु भने अवश्य नभुल्नु होला र यस्तै फरक तरिकाको भिडियो पाउनको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु पनि नबिर्सनु होला र नजिकैको बेल आइकनमा दबाएर अल नोटिफिकेसनमा डन गरिदिनु पनि नबिर्सनु होला। साथीहरु, भिडियो कस्तो लाग्यो? मेरो हौसलाको लागि है, मेरो
मन खुसी पार्नको लागि साथीहरू है, एक खुसी हुनको लागि है, तपाईँहरूकै सानो हैन कमेन्ट अनि तपाईँहरूकै सानो लाइक सेयरले गर्दाखेरि पक्कै पनि मन एकदमै आनन्द भएको महसुस हुनेछ। पक्कै पनि साथीहरू है, सबैजनालाई धन्यवाद। भिडियो फुल वाच गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु र अर्को भिडियोमा फेरि तपाईँहरूसँगै भेट हुनेछु। धन्यवाद।